हाई गाइस, अब म चाहिँ सब्जी बनाउन जाइरहेको छु। आज मेरो पालो छ खाना बसाउने हैन। ड्युटीबाट भर्खर आएको, टक्क खाना बसाउने हो। अनि आज सब्जी बनाउनु पर्ने पालो मेरो हैन। आज चाहिँ लट्टीको साग बनाउनु भनेको छ। यही छु पानीमा हल्का पखाल्दैछु होइन। गर्मी छ यहाँ पनि कतारमा पुरै 40 हुन्छ दिनमा घाम हल्का। खाना बसिसक्यो। अब टक्क आज लट्टीको साग बनाउनु भएछ। रातो लट्टीको साग रगत बढाउँछ फ्लटको लागि भनेर होइन। त्यहाँदेखि कस्तो हुन्छ दाल चाहिँ नबनाउनु भनेको त्यसमै हल्का लट्टेको साग चाहिँ दुईवटा छ। हामी 4जना छौँ होइन। मलाई पुग्दैन, त्यही भएर 2टा बनाउने एकैचोटि। मास्टर सेफ अब कटिङ लाग्दैछ। टक्कै हजुरको अगाडि यहाँ हालेको टाढामा फेरि पकाइ हुन्छ ल म फेरि यस्तै हेर्दै हाल्दै गर्छु हजुरहरूलाई। अब कटिङ सुरु हुन्छ। कटिङ भइसकेपछि एकैचोटि साग बसालेपछि मन्जरलाई देखाउने छु। ल गाइस, आफ्टर है सबै थोक गरिसकेपछि चाहिँ यसरी एउटा थालमा अटेर होइन, 2टा थालमा यो चाहिँ हाम्रो लट्टेको साग। हामी यसमा अलिकति आलु मिसाउने, टमाटर